धनगढी डान्स च्याम्पियनसिप सिजन 4। यहाँहरू सबैले हार्दिक सम्मान व्यक्त गर्दै आजको यस युनिक राउन्डमा यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। धनगढी डान्स च्याम्पियनसिप सिजन 4 organized by the Twins, a complete institute of dance Dhangadhi in association with Supakala Pratishthan Dhangadhi, main promoter Sudra Paschim Pragya Pratishthan, technical partner Khabar and Live, photo partner Dreams Creation Studio, sound partner DJ Max। यहाँहरू सबै प्रति धेरै धेरै सम्मान व्यक्त गर्दै आजको हाम्रो यस युनिक राउन्डमा यहाँहरूलाई फेरि म जानकारी गराउन चाहन्छु। अत्यन्तै रोमान्टिक राउन्ड रहेको छ र आजको यस राउन्डमा हामीले विशेष पाहुनाहरूलाई आमन्त्रित गरेका छौँ र आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि उहाँ हाम्रो गेस्ट जजमा पनि रहनु हुनेछ। सुदूरपश्चिमको कला संस्कृतिलाई अत्यन्तै माया गर्ने सरकारी निकाय संस्था सुदूरपश्चिमको प्रज्ञा प्रतिष्ठान का उपकुलपति डाक्टर टिएन जोशीज्यूलाई हामी हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। उहाँ आजको हाम्रो यस कार्यक्रममा गेस्ट जजको रूपमा पनि हुनुहुन्छ भने हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथि पनि रहनु भएको छ। त्यसै गरेर म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। सुदूरपश्चिममा नृत्य भनेपछि उहाँको नाम पर्यायवाचीको रूपमा लिन सक्छौँ हामी। नेपाल भारत लगायत थुप्रै कार्यक्रमहरूमा निर्णायकको भूमिका गर्दै सुदूरपश्चिममा दिप भिजन लगायत थुप्रै संस्थाहरू र नेपालका पनि विभिन्न संस्थाहरूमा आबद्ध रहँदै हाम्रो यस कार्यक्रमलाई माया गर्नुभएका हाम्रो आजका ग्रान्ड जज दिपेन्द्र कुमार श्रेष्ठ दीप श्रेष्ठज्यूलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरेर हाम्रो यस कार्यक्रममा आजबाट हाम्रो अलि फर्मेट चेन्ज भएको छ। यस वर्ष हामीले कोरियोग्राफरको रूपमा अघिल्ला वर्ष लिने गर्दथ्यौँ। यस वर्ष उहाँहरू निर्णायकसँगै एउटा क्याप्टन र दुवै भूमिका निर्वाह गर्नुहुनेछ। हामीसँग क्याप्टन र जजेसको रूपमा रहनुहुनेछ र म सम्मान व्यक्त गर्न चाहन्छु। ओनवे डान्स क्याम्प अत्तरिया सञ्चालन गरिनु भएको छ। थुप्रै इभेन्टहरू पनि गर्नुहुन्छ। एउटा युवा ऊर्जावान हामी क्याप्टन भन्न चाहन्छौँ, डबल क्याप्टन नरेश क्याप्टन। र त्यसै गरेर युवा पुस्तामै अत्यन्त राम्रो कोरियोग्राफर सुरुदेखि नै धनगढी डान्स च्याम्पियनसिपलाई दिनुभएको छ र डाइनामिक डान्स स्टुडियो पनि सञ्चालन गरिनु भएको छ। हाम्रो यस कार्यक्रममा थुप्रै अघिल्ला एपिसोडहरूमा जजको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ। युवा निर्देशक सञ्चालक एन्जेल चौधरी। र त्यसै गरेर म क्याप्टन जजकै रूपमा हामीसँग हुनुहुन्छ A1 डान्स स्टुडियो सञ्चालन गरिनु भएको छ। थुप्रै कार्यक्रम इभेन्टहरूमा राम्रो कोरियोग्राफर, राम्रो निर्देशन गर्नुहुन्छ युवा एनर्जेटिक व्यक्तित्व अनिल भण्डारी। र त्यसै गरेर हामीलाई यस कार्यक्रममा व्यवस्थापनमा सहयोग गर्नुहुने अत्यन्त पर्दा पछाडिको हिरो भन्न चाहन्छु म हिमांशु बोहरालाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरेर हाम्रो यस कार्यक्रममा अतिथिको रूपमा आउनुभएको छ, हामीलाई माया गरिरहनुहुन्छ गुलरिया कलाकार डान्सका सञ्चालक प्रकाश दिक्तज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरेर हामीसँग द फङ्की डान्स एन्ड जिम्बा स्टुडियो पुनर्वासका सञ्चालक एवं नृत्य निर्देशक सन्तोष अवस्थीज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरेर मसुरियादेखि आउनुभएका एकै डान्स स्टुडियोका गोपाल भुलज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। र हामीसँग खबर एन्ड लाइभ त्यसै गरेर सबै टिमका साथीहरू र यस कार्यक्रमका निर्देशक परिकल्पनाकार केशव बलायरज्यूप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दै अब भने हामी यहाँहरू जति पनि अभिभावकहरू यो हलमा आउनुभएको छ यहाँहरू सबै र हामीलाई टेलिभिजन मार्फत घरैमा बसेर र देश विदेशबाट हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक सम्मान अनि अभिवादन गर्न चाहन्छु। थ्याङ्क यू सो मच। इट इज द धनगढी डान्स च्याम्पियनसिप सिजन 4 युनिक राउन्ड। र अब भने हामी कार्यक्रमको शुभारम्भमै हामीले यो कार्यक्रमलाई औपचारिक रूपले विशेष शुभारम्भ चाहिँ गरेका थिएनौँ। यद्यपि आज हामी तेस्रो चौथो राउन्डमा पुगिसकेका छौँ। अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी राउन्ड हुँदै आज हामी यो चौथो उसमा पुगिसकेका छौँ र आज हामी अलिकति फर्मालिटी दीप प्रज्वलन गरेर कार्यक्रमलाई फेरि यो कार्यक्रमलाई अझ ऊर्जामान बनाउन चाहन्छौँ। र आजका हाम्रा प्रमुख
अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीज्यूलाई यो दीप प्रज्वलन गरेर अझै कार्यक्रमलाई शोभायमान र ऐतिहासिक बनाइदिन हुन अनुरोध गर्न चाहन्छु र हाम्रा ग्रान्ड जज लगायत क्याप्टेनहरू पनि सहभागी भइदिनु होला, हाम्रा अतिथिज्यूहरू पनि बाट यस कार्यक्रमको विधिवत रूपमै उद्घाटन पनि भएको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु र धेरै धेरै धन्यवाद दिन चाहन्छु आजका प्रमुख अतिथि। धनगढी डान्स च्याम्पियनसिप सिजन 4